आफ्नै ज्यान खतरामा छ, के गर्नु। अब म यहाँबाट गएपछि यो कुकुरहरूको बिजोग हुन्छ। मेरो टाउकोमा चाहिँ यो कुकुरहरूलाई 4-5 वर्ष खुवाउँदा लाखौँ ऋणहरू छ। आजकल चाहिँ मलाई 1 रुपियाँ पैसा नभएर यो चाहिँ घरबेटी अङ्कलले चाहिँ पकाएर खुवाउ नानी भनेर 1 बोरा चामल ल्याइदिइसकेको थियो। त्यही चामल पकाएर खुवाइरहेको छु अहिले चाहिँ। अब भात मात्रै खाँदैन, खुट्टा टाउको मासुको झोल चाहिन्छ। यो कुकुरहरू पनि यति मातेका छन् कि म यहाँबाट गएपछि यिनीहरूको चाहिँ आन्द्रा सुकेर मर्छन् भन्ने मलाई चाहिँ पिर छ। होस्, म चाहिँ सक्दिनँ। म आफै पनि कति बेला कसले मारिदिने हुन्, मेरो आफ्नै ज्यान खतरामा छ। म चाहिँ यो ठाउँबाट जसरी नै जानुपर्छ। अब यो सडक बेचबिखनको चाहिँ अब खान त के पानीधरि खान पाउँदैन म यहाँ नभएपछि। जेसुकै होस्, मेरो आफ्नै ज्यान कति बेला खतम हुने हो थाहा छैन। म चाहिँ अब सक्दिनँ। यिनीहरूको लागि मैले लाखौँ लाख ऋण बोकेर हिँडेको छु, खुवाउँदा। अब कहिले विदेश जानु, कहिले कमाएर खुवाउनु तिर्नु भइरहेछ आफूलाई। सबैजनाले आफ्नो वरिपरिको डगहरूलाई बाहिर पानी राखिदिइस्यो। एकदम चर्को घाम छ, सकेको 1-2 ग्यास खान दिइस्यो। त्यही हो, मानवता नै धर्म हो है। सबैजना टेक केयर, आफ्नो ख्याल राख्स्यो। बाई, गुड नाइट एभ्रिवान, स्विट नखाए मर। अचम्म छ यार, मान्छेले राति दुनियाँ सुतिसकेर आफू यहाँ 10-11 बजे राति यसो खाउनु पर्यो।